हेलो साथीहरु, हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। हेलो स्मृति, के गर्दै हो? हामी अपराजिता फुलको आज चिया खान लाग्यो। ओहो, विदाउट सुगर, विदाउट चियापत्ती। वाउ, यो भन्दा पहिला ट्राई गरेको हैन, फर्स्ट टाइम ट्राई गर्न लाग्यो। फर्स्ट टाइम। ओह यस यस, आई एम सो एक्साइटेड। आई एम अल्सो। सो साथीहरु, यो चाहिँ हाम्रो यो फूल छ अनि अब यो फूलको चाहिँ चिया बनाउने छौं हामी मिलेर। हजुरहरुलाई देखाउने छौं। Cheers. कस्तो लाग्यो यसको टेस्ट? अलिक टेस्टलेस हैन, स्मेल चाहिँ ठिकै हो। यसको स्मेल राम्रो लाग्यो। सबभन्दा बेस्ट मलाई यसको कलर लाग्यो नि, ब्लू कलर चाहिँ हेर्दा कस्तो बब्बाल देखिने अनि टेस्ट डार्क देखिरहेको छ नि। अनि टेस्ट चाहिँ एकदम हुन्छ नि, टेस्टलेस टाइपको टेस्ट छ तर राम्रो छ, मतलब युनिक टेस्ट। अनि यसमा यदि हामीले लेमन र हनी हाल्दा पनि हुन्थ्यो, तर हामीले चाहिँ हैन, यसको कस्तो टेस्ट छ त्यही अर्ग्यानिक टेस्ट नै हामी गरौँ भनेर हो। फर्स्ट टाइम कुनै पनि कुराहरु एड गरेको छैन, ओन्ली अपराजिता। फर्स्ट टाइम यस्तो युनिक टेस्ट हुन्छ नि गर्न पाए, युनिक टी खान पाए। सायद कति मान्छेहरुलाई त त्यो यो टेस्टलेस भएको भएर हल्का टरो टरो जस्तो टेस्टलेस भएको भएर भोमिटिङ पनि होला सायद। तर यो चाहिँ एकदमै राम्रो हुन्छ हेल्थको लागि, स्किनको लागि, हेयरको लागि, अनि धेरै नै यसको बेनिफिटहरु हुन्छ। सो खानुपर्छ। हामी फर्स्ट टाइम ट्राई गरे, तपाईहरु पनि ट्राई गर्न सक्नुहुन्छ। कस्तो लाग्यो लेमन हालेर? लेमन हालेर एकदमै हुन्छ नि, लेमन अनि प्लसमा यो जुन छ नि टी, त्यो दुवै मिक्स भएर अनि एकदमै राम्रो टेस्ट आइरहेछ हो। अघि नै चाहिँ विदाउट लेमन थियो, अहिले चाहिँ लेमन हालेर। यसको लेमन हालेर नि सुन्तला जस्तो फ्लेभर आइरहेछ हो। भनेपछि लेमन हालेको अझ बेटर भयो। लास्ट टेस्ट हो। कागती हालेकै रेकमेन्ड गर्ने भयो तिमीले? टेस्टलेस पनि यदि खान सक्नुहुन्छ भने अब ब्लू टी मात्र हुन्छ नि, केही पनि नहालिकन खानु। तर तपाईलाई यदि हुन्छ नि अब केही पनि टेस्ट भएको मन पर्दैन भने त्यसमा कागती हालेर खानु भने मजा आइहाल्छ। थ्याङ्क यू। अब कहिले खानुहुन्छ? अब हाम्रो ततिर पाउँदैन नि, त म रेगुलरै खान्थे। त्यसै हाम्रो घर आउनु पर्यो। घर आउँदाखेरि अब ब्लू टी खानु पर्यो ल, विथ लेमन। ल, अरु के? वन्स मोर। त्यसको लागि अब भोलि अब हामी गुलाबको फुलको पनि टी ट्राई गर्ने है। ओके, त्यो चाहिँ भरे। ओके, ल, अब फेरि पनि भेट्ने छौं नेक्स्ट ब्लगमा।